आठ अघि नै बसिसक्यो कति सुन्न सकेको ओइ छिउ त ओइ होइन तैँले एकचोटि भनेपछि सुन्दैन होइन गाउँमा आमाबालाई दुःख दियो भने झन् बजारमा ल्याएर राखेको भाइले के काम गरोस् कि भनेर एउटै काम नराख्ने भयो ओइ तेरो बुद्धि कहिले आउने भन् त ओइ कति गराएको घरमा गए आम्बोले कराउँछ यहाँ तैँले किन मलाई सबैले देखिनु सकेको हेर भाइ त अब 22 वर्षभन्दा बढी भइसक्यो तेरो जिन्दगी बारेमा सोच्नु पर्दैन भन् त पढाइ त तैँले छोडिस् काम त गर्नु पर्यो नि भाइ यसरी चल्छ र हेर आम्बाले हामीलाई हुर्काउनु भयो पढाउनु भयो अब उहाँहरूलाई हेर्ने जिम्मा हाम्रो होइन त भन् त भाइ जति अल्छी माने त्यति अल्छी लाग्छ र सुन अल्छी पर्ने रोगको सुरुवात हो छिटो बजारमा गएर मासु किनेर ल्या छिटो त्यहाँ सेको बनाउनु पर्यो अहिले होटेलमा मान्छे प्याक हुन्छ ल मासु किनेर अनि एउटा कुरा सुन त मैले हिजो सुनेको त गलीमा केटाहरूसँग बसेर चोट खाँदै थियो नि हो कहिले भने नचन गर्न होला हेरै भाइ मलाई नढाँट मलाई ढाँटेर के पाउँदैन चुरोट छ नि हेर्दा सानो कागजको टुक्रा हो त्यो बम भन्दा पनि खतरनाक हुन्छ र यो नै विनाशको मूल जरो हो तैँले अहिले चुरोट खाँदा भोलि गाँजा चरेस लागु पदार्थ के खान्छ अनि तेरो मात्र होइन परिवारको नै जिन्दगी खत्तम हुन्छ सोच त्यहाँ भनेकोमा छिटो उठेर त्यहाँ मासु लिएर आइज छिटो आउने नि फेरि चुरोट पनि दाइ चुरोट आइदिनु पऱ्यो लास्ट सिक भइसक्यो हेलो सोल्टा कता हो यता आउने सोल्टा 100 तानिदिन्छ साथी अनि सोल्टा कतातिर हो त्यही दाइले मास दिनु पठाएको थियो त्यहीँ जानलाई यार के लाजै मन काम गर्छ यार त्यस्तो होटेल काम पनि गर्ने हो यार त्यही त भने सोल्टा यसो बरु पैसा छैन सी भएर सामसाम खानु पऱ्यो यार कहाँ हुनु यार दाइले गर्ने पठाएको छ यार मार्छ हिजो पनि कसले भन्दैछ मैले चोट खाएको यार तेरो जिन्दगी हो तैँले अहिले नै रमाइलो नगऱ्यो भने कहिले गर्ने त यार जाउँ न जाउँ अनि कहाँ जाने पाँच सय झिक्न किन यार झिक्न झिक के हो यार साथी त नयाँ हो क्या हो हाम्रो साथी हो पहिला कहिले लिएको थियो होइन आज मात्र ट्राई गर्न हो हेर साथी केही टेन्सन छ यो के हो थाहा छ ड्रग्स हो ड्रग्स कोही मस्तीको लागि खान्छ कोही रमाइलोको लागि खान्छ कोही टेन्सन भएर खान्छ ए दाजु पनि कहिले काहीँ चाख्नलाई पो आएको हो नि त यार ड्रग्स भने भन्नु पर्दैन मलाई म त खाँदैन यार हेर केटा हो आफूहरू त बिग्रियो तर साथीलाई चाहिँ नबिगार यार रमाइलो गर्ने छुट्टै तरिका छ मस्ती गर्ने छुट्टै तरिका छ के टेन्सन भयो भने झन् छुट्टै तरिका छ ए सोल्टा पनि आफ्नै ग्राहकलाई भड्काउने तपाईँले पैसा आइपुगिहाल्यो नि यार म पुरानाहरूलाई म त बेच्छु नयाँलाई बेच्दिनँ किनकि मलाई थाहा छ यो के हो भनेर मैले बेच्ने चिज यो 20 हो 20 त्यस भए किन बेच्नु भएको त मेरो पनि केही मजबुरी छ हामी मात्रै खाने हो त उसलाई दिँदैन नि त
होइन यार चोटसम्म त ठिक छ यो त अति होइन यार के अति हुनु नि दिमागलाई फ्रेस बनाउँछ के अनि टेन्सन सबै हराउँछ नि यार टेन्सन रे तँलाई चाहिँ के को टेन्सन नि घरमा कमाएर ल्यायो भने के गर्छ आफ्नो त पढाइ पनि छैन सिप पनि छैन सानोतिनो काम गर भने लाग्दा छ यार मेन कुरा काम गर्नै अल्छी लाग्छ कि यार सबैको यही समस्या त हो नि मैले पनि सुरुमा स्वाद चाख्नलाई पो ट्राई गरेको हो नि बानी पर्यो त पनि चाखेर हेर्न त न यार मऱ्यो भने तै पनि बानी लाग्यो नि खत्तम हुन्छ यार केही हुँदैन के यसलाई हेर्न 2 वर्ष भइसक्यो खाएको मलाई हेर 1 वर्ष भइसक्यो खोइ मलाई केही भएको छैन खान खा के अरे 500 रुपियाँ हरायो अरे दाइ ल पैसा हरायो ठिकै छ अनि यतिखेरसम्म चाहिँ कहाँ गएर बसेको चाँडो आउनु पर्दैन डर लाग्यो नानी दाइ तपाईँले गाली गर्छ भनेर सरी दाइ कतै झुटो बोल्या त होइन कसम होइन दाइ आम्मा कसम होइन भो खाना खान जा
के हो त आजकल घर ढिला आउनु थालेछस् कहाँ गएर कहाँ जान्छस् आजकल फुटबल खेलेर आएँ कि त्यही भएर हो हेर्दा त होइन जस्तो लाग्छ हो के अनि सुन त तैँले मेरो सुनको औँठी देख्यो अस्ति त्यहाँ सिरानीमा राखेको थियो सुनको औँठी किन हरायो खोइ अब के हो अस्ति सिरानीमा राखेको अहिले हेर्दा छैन तैँले देखेँ कि आम्मा कसम देखेन देखेँ भनेर पो सोधेको त जा भित्र होइन के हो यसलाई खान नपाए भएर ओइ तँसँग पैसा न कहाँ उठाउनु मसँग त अब एक सुको छैन यार मेरो पनि घरमा थाहा पाए मसँग त एक सुगा छैन के गरेको यसो गर्नु हुँदैन के भएको छ के भयो तँलाई काटेको के भयो यार अब त मलाई पनि सिक भयो यार पैसा पनि छैन घरको सामान पनि कति छोड्ने यार मैले यार म त आज खान पाएन मर्छ यार के गर्नु त यार अब गोजीमा सुक्को छैन के गर्नु त अब केही उपाय झिकाउन यार नखाइकन त म बस्नै सक्दैन यार के उपाय यार सोचौँ न सोचौँ हेर मसँग एउटा उपाय छ तिमीहरू मानिदियो के उपाय हेर हामीलाई बिना कारण कसैले पैसा दिँदैन हाम्रो कमाइ पनि छैन त्यसैले आज हामी मान्छे लुटौँ ओइ खान नपर्यो तेरो दिमाग खुसी क्या हो हुँदा हुँदा म यस्तो काम चाहिँ गर्दिनँ अब किन डराएको केही पनि हुँदैन कसो कुरा त सही हो त्योभन्दा उपाय केही छैन तल पनि सिक भएको छैन खानलाई तै पनि कहिले नगरे काम यार घरमा थाहा भयो भने त मार्छ मलाई त कसैले खान पाउने गरी के राति अँध्यारोमा वाह दिमाग त मान्नै पर्छ यार धेरै नसोच के सोच्नु हुँदैन धेरै बरु म खुवाउँछु म त्यस काम चाहिँ गर्दिनँ है कस्तो मुला केही हुँदैन कि यार आज खान पायो भने म मर्छु कि यार मेरो लागि भने गर्दैन कि गर्दै यार के सोचेको जस्तो सजिलो छ र त्यो सब मलाई छोड्दैन जे गर्नु छ म गर्छु म होइन तिमीले फसै नि भयो यार मलाई यार फेरि हेर्ने यो है त के भयो जाउँ जाउँ लुट्नलाई त आँट चाहिन्छ यार मसँग त आँटै छैन यार मलाई पनि कस्तो डर लागेको थियो यार
खोइ साला अहिलेसम्म आएन यार कोही पनि के भयो यार कोही आए जस्तो को ओइ केटा सब रेडी छ चक्कु छैन दसमा छ ल रेडी गरेर बस ल ल ल कोही आएर मैले भन्दै थियो नि यार तिमीले मलाई फसाउँछ भनेर त्यो मान्छे मर्यो होला यार चुर किन हानेको किन डढाएको घाइते मात्रै भयो होला नि या नामपट्टिको नापोपट्टिको बाल मल त भालै भएन नि टेन्सन नलिन् त हेर्न यहाँ सुनको सिग्री केही महिनाको लागि भयो नि त हाम्रो टेन्सन साह्रो भयो नि केही गर्नु पर्दैन इस मैले त पस भेटेन पस मोटै छ दाम त खतरा होला नि यार जम्मा 100 रुपियाँ छ्या भिखारी नै रहेछ नि त्यो त के भयो के भयो ओइ के भयो भन्न के भयो भन्नु भन ओइ यार यो त मेरो दाइको पर्छ यार के भन्छ यो हो यार यो मेरो दाइको पर्छ यार फोटो हेर्दा मतलब त्यो मान्छे तेर्दा हो हो यार हो Thank you.